सबैजनामा नमस्कार। तपाईँ नेपाल राष्ट्र बैंक सहायक निर्देशक तयारी गर्ने सोचमा हुनुहुन्छ। प्रिटेस्टको परीक्षा सकिसकेको छ चौथो तहले। अब विज्ञापनको बाटो खुलिसकेको छ। साउन र भदौमा हुने नेपाल राष्ट्र बैंकको विज्ञापन रोकेको कारण भनेको त्यही प्रिटेस्ट थियो। त्यसले गर्दा अब चाहिँ चाँडै विज्ञापन हुन्छ। यदि नतिजा 10 देखि 15 दिनमै भयो भने कार्तिकको अन्तिम शुक्रबार नै विज्ञापन हुन सक्छ र विज्ञापन पहिलो पटक नेपाल राष्ट्र बैंककै आउला र विज्ञापन आइसकेपछि छैटौं तहको प्रिटेस्ट हुने भएकोले तपाईले बढीमा 2 महिना प्रिटेस्टलाई र त्यसपछि 22 देखि 25 दिन रिटन पेपरलाई पाउनुहुन्छ। नेपाल राष्ट्र बैंकमा 4 वटा पेपर रहेको छ। प्रिटेस्ट लगाए छोडिसकेपछि पनि तपाईले पढ्ने सिलेबस धेरै बढी छ। तसर्थ आजै कक्षा जोइन गरी आफ्नो तयारीमा जुटिहाल्नु होला। स्मार्ट जीकेमा फिजिकल तर्फको भोलिबाट नयाँ कक्षा सुरु हुँदैछ बुधनगरमा र अनलाइन तर्फ चाहिँ भोलि बिल्कुलै नयाँ कक्षा स्टार्ट भएको कारणले तपाई जोइन गर्न चाहिँ नभुल्नु होला। जोइन गर्नका लागि दिएका नम्बरमा व्हाट्सएपमा मेसेज गरेर कमेन्ट बक्समा आइ एम इन्ट्रेस्टेड लेखेर नम्बरमा कल गरेर कक्षा लिन सक्नुहुन्छ। कक्षा नेपाली र अंग्रेजी दुवै मिडियममा हुन्छ। तपाईले मोक एक्जाम पाउनुहुनेछ, फिडब्याक पाउनुहुनेछ, पीडीएफ नोट दुवै मिडियममा पाउनुहुने भएकोले आजै कक्षा जोइन गरी आफ्नो तयारीलाई अब्बल बनाउनु होला भन्दै बिदा लिन चाहन्छु। हस्त धन्यवाद।